अब हामी अमिलो पकाउन गइरहेका छौँ कागतीको अमिलो यो कागतीको अमिलो त पाकेर निचोरेको झोल कागतीको अमिलो निचोरेर 20 लिटर भयो 20 लिटर कागतीको अमिलो निचोरेर पकाएर 1 लिटर बनाउने 1 लिटर हुन्छ कि 2 लिटर हुन्छ भारी छ यसको क्या त्यसमा माटो लाउनु पर्दैन थियो पर्दैन ल एक खड गुँडो भयो अब पकाउन चाहियो अब केही बेरपछि यो उम्लिन थाल्छ उम्लेर अनि पकाउँदै 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 गएपछि यो घट्दै घट्दै गएर कालो हुन्छ आगो लगाएर चाहिँ यसरी घन्टौं पकाएपछि यो अमिलो बिस्तारै घट्दै जान्छ र कालो अलकत्र जस्तो बन्छ ल यसै तताउँदै जाने हो र अमिलो उम्लिँदै गएपछि यो यसमा माथिबाट फिज आउँछ यो फिज चाहिँ हामीले बिस्तारै फ्याक्दै जानुपर्छ यो कालो हुँदै जान्छ धेरै आगो लगाएर उमाल्नु पनि हुँदैन कम्ती आगोमा यसलाई पकाउँदै गएपछि यो फिज आउँछ यो फिज काटेर फ्याक्ने अनि यो रस पनि कालो हुँदै जान्छ र घटेर 2-3 लिटर जति भएपछि अनि अमिलो तयार हुन्छ चुक अमिलो तयार हुन्छ दुध तला जस्तो हुन्छ छान्दैछ